आज प्रभुजी जो नयाँ समिति यहाँनिर चयन भएको छ, गठन भएको छ, म पुरातन पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, आगामी दिन र समयहरूमा पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ कि क्रिस्चियन सङ्घ कास्की नेपालले प्रभु यहाँ भएका पदाधिकारीज्यूहरूले अझै तपाईँ परमेश्वरको राज्य विस्तारको लागि, तपाईँको सेवाको लागि कि तपाईँका छोराछोरीहरूलाई तपाईँले अभिषेक गर्नुहोस्, तपाईँले छुनुहोस् र यिनीहरूलाई तपाईँको कामको जिम्मा यसरी दिनुभएको छ। यसलाई पुरा गर्नको निम्ति पनि तपाईँलाई शक्ति दिनुहोस्, सामर्थ्य दिनुहोस्, पवित्र आत्माको शक्तिमा प्रभु तपाईँ परमेश्वरको महिमा गर्नलाई सहायता गर्नुहोस् भनिकन म प्रार्थना गर्छु। आजदेखि उहाँहरूलाई जुन जिम्मेवारी सुम्पिएको छ, म तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छु कि प्रभुजी म प्रार्थना छु समय र बेसमयमा तत्पर रहेर तपाईँको सेवालाई अगाडि बढाउनको निम्ति त्यो उत्साह तपाईँले दिनुहोस्, त्यो